जय हिंद, जय गोर्खा, नमस्कार। यो भिडियो चाहिँ यो भाइहरूलाई हो। यो दाजु यो भाइले भन्दै थियो हामी डुवर्समा गोर्खाल्यान्ड हुन दिँदिनँ भन्ने खालको कुरा गरेको थियो। म यो दाजुभाइलाई भन्न चाहन्छु, अगर छोटा छोटा राज्य बनेगा ना तो हम लोग को ही फायदा मिलेगा मेरे भैया। सानो सानो राज्य बन्यो भने हामीलाई फाइदा हो। भोलि यहाँ बस्ने आदिवासी गोर्खा हामीलाई राम्रो हो नि। हामी डुवर्समा गोर्खाल्यान्ड हुनु दिँदिनँ होला। कुनै नेताको एउटा रिस रागले तिमीले त्यस्तो बोलेको होला, तर यहाँनिर गोर्खाली र आदिवासी एउटा नङ्ग्रा मासुको सम्बन्धले बसेको एउटा साइनो छ। चिया बगानमा काम गर्न जाँदाखेरि धाइआमाले आदिवासी धाइआमा छ भने नेपालीको नानी रुँदैछ भने आदिवासीको दुध पिलाएर हुर्काएकोहरू हो। नेपाली छ भने आदिवासी नानीहरूलाई नेपालीको दुध खुवाएर गोर्खालीको दुध खुवाएर हुर्काएको कहानी छ हाम्रो यो वीरको भूमिमा। हाम्रो समस्या यो डुवर्समा धेरै छ। यो समस्याको समाधानको निम्ति हामी अघि बढ्नुपर्छ, हामी अघि निक्लिनुपर्छ। भोलि अलग राज्य भयो भने हर एक चीजको समस्याको समाधान हुन्छ। आज हाम्रो दाजुभाइ पढा लेखा भएर पनि देश र विदेशतिर गएर काम गर्नु परिरहेको छ। आज हाम्रो नानीहरू हेर्नुहोस्, अलिकति केही राम्रो उयो भयो भने पढा लेखामा राम्रो भयो भने नोकरीको लागि दर दर भट्किनुपर्छ, नोकरी पनि पाउँदैन। भोलि अलग राज्य भयो भने त यहाँनिर बस्ने राजवंशी, कोचे, मेचे, राभा, टोटो, आदिवासी, मारवाडी, बिहारी, बङ्गाली हामी सबैलाई नै त फाइदा पुग्ने हो। यो एउटा समुदाय हामी गोर्खालीलाई मात्रै होइन नि। हामीले त भारतको कुनै पनि राज्यमा यो गोर्खा जातिलाई लिएर एउटा नयाँ राज्य बनाऊ भन्दैछौँ। हामीले भनेको छैन कि पश्चिम बङ्गाललाई टुक्राएर बनाऊ भनेको छैनौँ। हामीले भारतको कुनै पनि राज्यमा एउटा नयाँ ऐतिहासिक राज्य गोर्खालाई लिएर बनाउनु पर्छ, किनकि गोर्खाहरूको सबभन्दा पुरानो माग हो भन्ने हाम्रो एउटा आशा छ डबल इन्जिन सरकारमा। त्यो पहाडको नेताहरूले के भन्छ कसो भन्छ त्यो आफ्नो राजनीति रोटी सेक्नु लागि उसलाई हामी हेर्नु छैन। हामी डुवर्सको मान्छे हो। डुवर्सको समस्याको समाधान हामी कसरी निकाल्नुपर्छ यसको लागि हामी लागि पर्नुपर्छ। बुझ्नुभयो? राज्य गोर्खाल्यान्ड हुनुपर्छ, गोर्खा प्रदेश हुनुपर्छ भन्नेमा हामी छु, तर बङ्गाललाई टुक्राएर बनाऊ भन्नेमा हामी छैन। भारतको कुनै पनि राज्यमा टुक्राएर बनाउँछौ भने बनाऊ, तर यो गोर्खाहरूलाई लिएर समस्याको समाधान गर भन्नेमा छु ल। तर गोर्खाल्यान्ड भयो भने हामी डुवर्समा हुन दिँदिनँ भन्ने खालको कुरा नगर्नुहोस्। जय हिन्द, जय गोर्खा, जय गोर्खाल्यान्ड।